हेलो गाइज वेलकम ब्याक टु आवर न्यू ब्लग। तपाईलाई स्वागत छ हाम्रो छोटो र मिठो ब्लगमा। र आजको ब्लग एकदमै इन्ट्रेस्टिङ छ किनकि हामी जान लागेका छौँ दोलखा जिरी स्विजरल्यान्ड अफ नेपाल। सो एकदम रमाइलो गर्नेछौँ, तपाईलाई पनि देखाउनेछौँ। रेडी भएर आइसकेका छौँ, कलेजमै छौँ। इन्स्ट्रुमेन्टहरू जति सामानहरू जति सबै प्याक गरेर अनि बसमा हालिसकेका छौँ गाडीमा। अब चाहिँ हिँड्ने होला किनकि एक दुईजना आउन नि बाँकी छ। गाडी चाहिँ एकदम रेडी छ। अब हामी हिँड्ने होला 5-10 मिनटमा। सो लेट्स गो। जवानी भी गई एक पल तो हमें जीने दो बचपन तो गया जवानी भी गई एक पल तो हमें जीने दो। मेरा अधूरा सपना पूरा सताए मैनू क्यों दिखाए मैनू क्यों ऐवे झूठी मूठी उसके साथ दिल दिया गल्ला। र गाइज हामी चाहिँ पुगिसकेका छौँ अप्पर तामाकोसी र स्वागत छ तपाईहरु सबैजनालाई दोलखामा। अब यहाँबाट 2 घण्टा जति लाग्छ होला, सायद 2-3 घण्टा जति लाग्छ होला हाम्रो डेस्टिनेसन पुग्न, हाम्रो जिरी पुग्न। सो यताको भ्यू हेर्ने हो भने हेर्न सक्नुहुन्छ। ओ माई गुडनेस, यो चाहिँ तामाकोसी रिभर हो र हेर्न सक्नुहुन्छ पुरै। यहाँबाट बालुवा सालुवा लोड भएर अनि जाने हो डिफ्रेन्ट ठाउँमा, डिफ्रेन्ट लोकेसनमा होइन। अनि भ्यू चाहिँ हेर्न सक्नुहुन्छ। गाइस के भन्न चाहन्छौ, हामी अब दोलखा आइपुगेका छौँ। हामीलाई एकदम खुसी लाग्छ। के भन्न चाहन्छौ साथी, हामी दोलखा आइपुगेका छौँ र अब 2 घण्टा जति बाँकी छ। ल डाइभ ल केटाहरू डाइभ हान्न रेडी छन्। साली बेर चाहिँ खोला बाइक डाइभ हान्ने बच्छ, म त्यो डाइरेक्ट गइहाल्छु एकछिनमा। डाइरेक्ट एकचोटि गाइस यहाँको पानी चाहिँ चेक गरौँ है, पानी चेक गरौँ है। ओहो कस्तो सफा, ओए कस्तो सफा पानी यार, क्या दामी भ्यू छ। अप्पर तामाकोसी है गाइस र केटाहरू रेडी छन् यहाँ। तामाकोसी, हामी चाहिँ तामाकोसी अप्पर तामाकोसी आइपुगेका छौँ र यहाँबाट जम्मा अब 2 घण्टा लाग्छ हामीलाई पुग्न। के भन्न चाहन्छौ साथी? हामी अब जब 2 घण्टा लाग्छ हामी रमाइलो गर्दै यहाँसम्म पुगे। राम्रो एकदमै राम्रो ठाउँ, एकदम रमाइलो भयो। गाडीदेखि लिएर त्यहाँबाट स्टार्टिङदेखि लिएर होइन ढुङ्गाको हेर्न सक्नुहुन्छ तपाईँ, ढुङ्गाको हेर्न सक्नुहुन्छ। तामाकोसी लेखेको एकदमै राम्रो, एकदम राम्रो भ्यू छ। मिहिनेती छन् होइन। एकचोटि आउनुपर्ने ठाउँ चाहिँ हो। नाइस स्ट्रक्चर। एज एन इन्जिनियर हामीलाई सबै थाहा छ नि त फेरि। सो एमको चाहिँ अलिक बिगाएर रहेछ हुन्छ। यो जुन बाटो तपाईँले देख्न सक्नुहुन्छ ऊ यो बाटो, यही बाटो हामी सायद जानेछौँ।
गेस हो र जिरी पुगिसकेपछि हामी फेरि पनि ब्लगमा रिटर्न आउने छौँ। तपाईहरु लगातार फोकस गरिदिनु होला। अहिलेलाई यति नै, तर एकचोटि लास्ट चान्स यो ब्लग हेर्नु, यो भ्यू हेर्नु र केटाहरु ओ माई गॉड केटाहरु रेडी हानि हाल्यो अर्को डल्फिन वाट अ स्विमिङ स्किल ल अहिलेलाई चाहिँ यति नै कन्टिन्यू गर्नेछु। फाइनली गाइज हामी चाहिँ जिरी पुगिसकेर सबै इन्स्ट्रुमेन्टहरू आफ्नो जिम्मा लिएर राखेर त्यसपछि अहिले चाहिँ साइक्लिङ गर्न निस्क्या हो। एकदम रमाइलो हुँदैछ र यो ठ्याक्कै तपाईँले हेर्न सक्नुहुन्छ जिरीको इन्ट्रेन्स गेट हो यो। वेलकम टु जिरी गाइज। एकदम रमाइलो हुँदैछ साइक्लिङको लागि र तल जानु पर्यो। हामी चाहिँ के चाहिँ रहेछ यतापट्टि हेर्नु पर्यो। कस्तो राम्रो भ्यू छ र साइक्लिङ गर्नुको छुट्टै मजा छ यहाँ चाहिँ। केटाहरू ल अफरोड जानु पर्छ दिपेश, आऊ अफरोड जाने हो। यस्तो राम्रो भ्यूमा साइक्लिङ गर्नुको छुट्टै मजा छ। ओहो ल हामी पनि जाऊँ है। यो चाहिँ मेरो साइकल and I like cycling, so let's go केटाउ, let's go everyone। यहाँ चाहिँ यिनीहरूको काम हेर्नु गाइज। एउटा चाहिँ आउने बित्तिकै फोटो एडिट, यहाँ दुईजना चाहिँ ओहो फ्री फायर गेम हानिरहन् र विशाल साथी के भन्न चाहन्छ जिरी आएर एकदम रमाइलो भइरहेको हैन। अनि के अरे मिटिङबाट आएपछि चाहिँ कस्तो लाग्यो तिमीलाई? हामी मिटिङ बस्यौँ होइन, के सुन्यौ अनि कस्तो एक्सपिरियन्स लाग्यो तिमीलाई? ठिक छ, अब भने अनुसार नै गर्नुपर्छ। अब हामीले सोचे जस्तो चाहिँ छैन है, छैन पनि गर्नुपर्छ, सिक्नु नि पर्छ, रमाइलो नि गर्नु परिहाल्यो नि हैन। सो साथी हामी चाहिँ जिरी आइपुगेका छौँ। कस्तो फिल भइरहेको तिमीहरूलाई एभ्रिवान? फर्स्ट मिटिङ बसियो आज होइन, सबैजना फर्स्ट मिटिङ बसियो यहाँको। अब एक्सपिरियन्स कस्तो लाग्यो त तिमीलाई त्यो माथिको मिटिङ बसेर? अनि त्यसपछिको फिलिङ कस्तो लाग्यो तिमीलाई? अगाडि आउँदाखेरि चाहिँ अलि फुला भन्दै थियो, मिटिङ सुरु त अलि नर्भस नै भइरहेछ भनौँ न। नर्भस पनि कस्तो खाले नर्भस? अब चाहिँ हामीले ध्यान दिएर पढ्नु पर्छ। एनबीपीआई मिनिमाइज सेन्टरको पछि लागेर हुँदैन पढ्ने। यो चाहिँ तिमीले सही भन्यो। र भोलि कतिको मिहिनेत गरिन्छ त? आफूले सक्दो गरिन्छ। 100 मा 101 दिन्छ हैन, 100 मा चाहिँ हैन आफूले सक्दो गरिन्छ, दिन सकिन्न। अब हेरौँ आफ्नो शरीरको ख्याल राख्दै गर्नेवाला छ। त्यही हेरौँ दुरे जान्छ फेरि भाग्छ भन्ने डर हुन्छ। जिरीमा कतिको रमाइलो गर्ने हो त सञ्जय साथी? फुल चिल हान्ने हो, रङ हान्ने हो। रमाइलो चाहिँ धेरै नै गर्नु। ल तिम्रो एक्सपिरियन्स चाहिँ हामीलाई त सोध्यो, तिम्रो एक्सपिरियन्स कस्तो छ ल भन न। एक्सपिरियन्स जिरीको एकदम रमाइलो लाग्यो, बाटोदेखि लिएर अनि यहाँको इन्जोयमेन्टदेखि लिएर सबै कुरा हेर्ने हो भने एकदम अहिलेसम्म रमाइलो भयो। तर लाग्यो है यहाँ चाहिँ, तर मिटिङ बसेर आएपछि चाहिँ थाहा हो कि यहाँ रमाइलो त हुनेवाला छैन। हेर लगातार प्र्याक्टिकल, बिहानदेखि बेलुकासम्म प्र्याक्टिकल हुन्छ। सो इन्जोयमेन्ट नो इन्जोयमेन्ट नै ऊ दिने क्या, आफ्नो ओभर दिने क्या, करेक्सन टाइप होइन। सो विश्वास त छ कि सबैको सबैलाई राम्रो गर्नेछ अनि सबैको राम्रै हुनेछ। पनि यहाँ छ भाइको कुरादेखि लिएर अलि मनमा तरास भएको छ। अरू त यस्तै हो। ल हस् त धन्यवाद। अब भोलिको प्र्याक्टिकल गरेपछि नै बाँकी कुरा गर्नेछौँ ल। र लाइक सेयर कमेन्ट गरिदिनु होला। त्यसपछि सेयर त गर्नै पर्यो है, सब्सक्राइब है। आजलाई यति गरौँ, आजको ब्लग यही इन्ड गरौँ। See you, tata, bye bye, र
ब्लग चाहिँ डेली ब्लग आउनेछ अब भोलि पनि आउँछ पर्सि पनि आउँछ सो रेगुलर सबै ब्लग हेरिदिनु होला